नमस्ते टसिदेलेक फ्याफुला छाजलो म जर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजको यो भिडियो भने एउटा ज्ञानकाग्दो भन्ने विषयमा हो है र ज्ञानकाग्दोको कुरा गर्नु पर्दा ज्ञानकाग्दोमा पनि दुई थरीको छ एउटा छोटो र एउटा एकदमै लामो ज्ञानकाग्दोको पाठ छ भने आज चाहिँ म तपाईहरुलाई अब सधैं चाहिँ ज्ञानकाग्दोको छोटो पाठ चाहिँ तपाईहरुलाई म भन्ने छु है र किनभने लामो चाहिँ एकदमै लामो भएकोले चाहिँ मैले फेरि अब सधैं तपाईहरुलाई म लेखेर नेपालीमा अब पढ्ने तरिका लेखेर चाहिँ तपाईहरुलाई सिकाउने गर्छु म है र यो लामो पाठ चाहिँ एकदमै लामो भएकोले चाहिँ मैले लेख्न सकिन है त्यसैले चाहिँ म भए तापनि एउटै हो यो ज्ञानकाग्दोको पाठ छोटो पाठ चाहिँ म तपाईहरुलाई सिकाउने छु है र यो पाठ यस प्रकारको रहेको छ मावे सिंगे धग्यु झिंगे लोप सिकेक थेन्ते न्याम्बा ग्युर्दु सोल ग्याल्बे छेबा फेगी छिपा सो छाङडु चेदाङ खोलवा दोग्दु सोल हजुर अब यसलाई चाहिँ यो चाहिँ चारवटा लाइन मात्र छ है अब यसलाई चाहिँ तपाईले अब कति छिटो पढ्न सक्नुहुन्छ बारम्बार अब मानी जपेको जस्तै गरेर बारम्बार पढ्न सक्नुहुन्छ है र सकेसम्म 3 चोटी पढ्नु 7 चोटी पढ्नु 21 चोटी पढ्नु है नसके भए अब एक चोटी पढ्दा पनि भयो हैन र यो पढ्ने समय भने धेरै जस्तो अब यो धोक्पाको जुन धोक्पाको यो धोक्पाहरु छ यो धोक्पा भन्ने चाहिँ हामीले प्राय जसो बेलुका गर्ने गर्छौं है र तपाईहरुले पनि बेलुकातिर गर्नु होला है अब र यो ज्ञानकाग्दो पढ्नुको कारण के हो है ज्ञानकाग्दो पढेको फाइदा के छ भन्दाखेरि यो पाठमा लेखेका अनुसार है अब पहिलो सुरु अब ज्ञानकाग्दो अब गर्दाखेरि कसलाई प्रार्थना गर्ने भन्दा मञ्जुश्री छिजिन छ्याम्बेयाङ है उहाँलाई हामीले प्रार्थना गर्ने हो है र उहाँलाई अब के प्रार्थना गर्ने हो भन्दाखेरि अब हामीलाई तपाईले आशीर्वाद दिनुहोस् हैन र त्यसैगरी अब यो ज्ञानकाग्दो गरेको निम्ति हाम्रो अब हामीलाई हानि गर्ने भूत प्रेतहरु र जस्तै दशा लाग्ने हुन्छ दशाहरु र जुन अब अशुभ संकेतहरु हुन्छ त्योहरु सबै राम्रोमा बदलेर जाउन् है र पहिलेको समयमा कुरा गर्ने हो भने राजाले अब तपाई हामीलाई सजाय दिने है राजाको समयमा राजाले सजाय दिने राजाले दण्ड दिने त्यस्तो हुन्थ्यो र त्यस्तो अब राजाको त्यस्तो दण्डहरुबाट मलाई बचाउन हैन र त्यसैगरी अब दुश्मनको हानिबाट मलाई बचाउन है अब नाना थरीको दुश्मनहरु हुन्छ है त्यो दुश्मनहरु सबैबाट चाहिँ हामीलाई बचाउन र त्यसैगरी हाम्रो जिन्दगीमा कुनै कामहरु गर्नु खोज्दा या अथवा हाम्रो जीवनमा बाधा अडचनहरु आइने गर्छन् है तिनीहरु सबै मेटेर जाउन् हराएर जाउन् त्यो सबै नभइ जाउन् भनेर चाहिँ त्यस्तो एउटा यो ज्ञानकाग्दोमा चाहिँ त्यसो फाइदा छ र गर्नुको कारण चाहिँ त्यो है त्यो हामीले अब मञ्जुश्री यानी छिजिन छ्याम्बेयाङलाई सम्झेर चाहिँ यो पाठ गर्नु पर्यो हामीले है त र यो चाहिँ थियो एकदमै ज्ञानकाग्दोको एकदमै छोटो पाठ चाहिँ यो है यो भन्दा लामो पनि छ मैले अघि भने चाहिँ हो त्यो चाहिँ एकदमै लामो छ त्यसलाई चाहिँ मैले नेपालीमा लेख्नु चाहिँ एकदमै गाह्रो हुने भयो मलाई है एकदमै लामो भएर त्यसमा चाहिँ म माफी चाहन्छु है र यो चाहिँ ज्ञानकाग्दोको एकदम छोटो पाठ तपाईहरुको लागि भनेर तपाईहरुको लागि मैले यो भिडियो बनाएको र त्यसैगरी अब अरु पनि केही विषयमा तपाईहरुलाई जान्नु मन छ भने कमेन्टमा लेख्नु होला म सकेसम्म अब छोटो सजिलो त्यस्तो भिडियो बनाउने प्रयास गर्नेछु है र भन्दै अर्को भिडियोमा भेटौँला अनि भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद हजुर